हाई गाइस, आज चाहिँ हामी पुरा सबै फ्यामिली आप्पा आमा म अनि भाइ नाना यता घुम्न आएको। यत्रो ठुलो छ, समुद्र जस्तै देख्छ, तर यहाँ चाहिँ पानी स्टोर गरेकोले गर्दा चाहिँ यो समुद्र जस्तो देखिरहेको छ। चरा 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 मजा आउँदो रहेछ नि है यस्तो नौकामा। हामी त वहाँ त यस्तोमा होइन त इन्भर्टरले चल्ने भ्याटेटेटेमा चढेको त यसमा पो मजा लाग्यो मलाई त। यसमा त मजा लाग्यो। क्या मजा आयो गाइस, हामीलाई चाहिँ कस्तो लाग्दैछ अनि साथीहरूलाई? आमा यता हेर्नु, कस्तो लाग्यो आमालाई? एकदम मजा फर्स्ट टाइम यतिको मजा हो। तर यता गर्नु त गर्नु के गर्नु र, आप्पा चाहिँ आउनै मानेन डरले हो। ओइ भाइ, आमाको मजा लाग्यो, आप्पा डरायो आउनै मानेन। हामीलाई त मजा लाग्यो नि, मजा लाग्यो है यस्तो। होइन होला हो। हाई गाइस, म त तेरो मात्रै पो भिडियो बनाइदिनु होला नि। हाई गाइस, हामी चाहिँ आज गजलडुबा भन्ने ठाउँ आएको छौँ घुम्नुलाई। यो चाहिँ टिस्टा रिभरको एउटा सानो ब्रान्च हो। म भाइ अन्त आमा। मजा आयो आमा? कस्तो मजा आयो। हेर न पानी, हेर न पानीमा हात नलाउनु न घरिघरि। भैया एक्लै हामीलाई कस्तो साह्रो परिरहेको होला भैयालाई तान्नु। अब कस्तो मोटो छौँ। भैयाले बाँसले नै हेर्नु न कस्तो मजाले तानिरहेको छ। हामी चढेको, हामीलाई पुरा मजा आइरहेको छ। तँलाई कस्तो मजा आइरहेको छ? थुप्रो प्रकारको बोटमा चढे, तर यो बोटमा चाहिँ मजा आउँदो रहेछ एकदम। अब हामी यहाँसम्म आएको थियो, हाम्रो यहाँसम्म आयो। अब यस्तो छ, यहाँ बेसी गहिरो त छैन रहेछ। अहिले आउनु पर्ने भएर त कस्तो उज्यालो मेरो नि भिडियो बनाइदेऊ न। मेरो नि राम्रो फोटो खिचिदियो त, त्यहाँ बस्छु म यताबाट बनाउनु न हो। आन्टीले भाइ खेसौ होइन, अलिकति चाहिँ गरेको यहाँ चाहिँ हाम्रो नानाले भाइको फोटो निकाल्दैछ। तिमी त्यो पोर्ट्रेट पनि खिचिहाल्छ नियामा फोटो खिचिदिने। यहाँनिर फोटो सेसनको लागि एकदम रेगुलर पोज भइरहेको छ हो। यस्तो क्या हुन्छ नि। सेल्फी हान्छु लास्ट। अब हामी आइपुग्नु आँट्यो। यताहरूका मेरो नाना, हाम्रो जेठी नाना। भाइ यताहरू कि? अनि अब तिमी जेठी नै हो त अन्त। हाम्रो चाहिँ सक्यो अब राइड। बाई गाइस। हाम्रो लोत्नी नानालाई चाहिँ छिटो हिँड्नु आमा। ल गाइस, यहाँ चाहिँ पुरा बोटहरू छ। यहाँ बोटहरू निक्लिन्छ नि त, त्यसो गरेर अब त डाइरेक्ट महलमा बस्छ भिडियोमा। कुन बाटो हिँडेको आमा हेर त। हाम जेठी नाना। अब पापा चाहिँ ऊ पर उभिराख्नु भएको छ, नजानु आउनु भएन हामीसँग। आमा कहाँ हिँडेको त्यो खिचेर चाहिँ हाम्रो जेठी नानाले सकेकै छैन आज, हिँड्नु सकेन। यहाँनिर चाहिँ हाम्रोतिरको सबसे ठुलो रिभर टिस्टा रिभरलाई चाहिँ यहाँनिर पानी कस्तो मजा आउँदो रहेछ नि आमा। आऊ, हाम्रो जेठी नानाको चाहिँ सकेकै छैन। रोशन भाइ, यो खिच्दै त नानाको। दाँत देखाउन अन्त।
फेरि पहिल्यै हुन्छ चस्मा लगाऊ यतिकै नि यतिको त चस्मा नि लगाऊ। हाम्रो जेठी नानालाई हिरोइन भन्दा कमीको त्यो देखेको छैन। नानाको यस्तोबाट अब आइज न अन्त आमाहरू खोइ बहिनी जाँदैछ अगाडि अगाडि। आमाहरू अघि गइसक्नु भयो। म र बहिनी चाहिँ फोटो खिच्नुको लागि छोडेको थियौँ पछाडि उयसको लागि मान्छेहरूलाई हेर्नुको लागि होला। घोडा सिलगढी अब हामी यहीँबाट सिलगढी जाने। सिलगढी पुच्का तिनी पर्स आमाकोमा छ हो। हाम्रो जेठी नानाले अम्बक किनेर खाँदैछ। छ तिम्रोमा खुल्ला? मेरोमा त 500 मात्रै छ 500 को। अब हामी चाहिँ पुच्का खानु आँटेको। मेरोमा छैन खुजुरा एउटा नि। दिन्छ अरे हौ। त्यो चाहिँ 10 रुपिस। पानी पनि नखाने? ल भाइ राखिए राखौँ न एकछिन। के भयो आमा? यता ल्याउ तिमी रोसना म हामी यहाँ पुच्का खान्छौँ। हामी मलाई तिमीलाई त्यतातिर पुच्का जानु खाँदै। कता जाने रे? बडो बडो सानोदेखि कि ठुलो दिनु भन्दैछ बेङ्गलाबाट हो। हामी मलाई खुवाइदेऊ ल। भिडियो बनाइरहेको छु नि त। हामी चाहिँ सबैजना पुच्का लभरहरू हो। कस्तो लाग्यो है? बडो बडो कडा लाग्यो। पानीपुरी चाहिँ एकदम दामी। भाइले चाहिँ आमाको चुन्नी पक्रिरहेछ। नुन कडा भन्यो न। छोड्दै छोड्दै अब कहाँ थपिरहेको छु। गजलको खाऊँ न। लवण एक तो बेसी আছে। लवण मत डाल्ने लवण। लवण हालेको लवण एक थोडा। दुईजना बङ्गला चाहिँ जान्दैन छाटिरहेछ हल्का हल्का। इसमें और पानी डाल दो। এটা তে লবণ বেশি আছে। खूब बेसी। हाँ हाँ, একটু বেশি। अनेक बेसी। के भयो आमा? और सब डालने से भी नहीं होता। अँ त्यसो हुन्छ हामी खाऊ। थोड़ा ज्यादा भी होगा। यता उँधो पनि छ अरे हौ घुम्ने जग्गा। के छ अरे? त्यसले नि जानु आमाले बोलाउँछ। कोई कहाँ छ आमा? हजुर म के चाहिँ छ ए खोलामा होला। पार्कको को त होइन छ आमा? कितना कितना हो? हाम्रो पुच्कावाला आन्टी। आमाले चुन्नी चाहिँ फेरि खिल्नु नि फेरि। क्या डेट लाग्दो पिरो छ है। पिरो चाहिँ 37 हालेछ बोजूले। और कतिवटा भयो? 10 টাকা রয়ে গেছে না? अब एक दे दो ना। এখন এতটা ঝামেলা হইতেছে। আমাদের জন্য আমাদেরকে এখন টোটাল জায়গাতে বসতে হচ্ছে। না না এইখানে लो खाए लो। शॉर्ट करने ठावर से क्या दामी। कहाँ हाल्नु? पुच्का चाहिँ एकदम पिरो कडक। ये चाहिँ चाट खाँदैछु मैले। तिमीलाई देखाएको छैन? नानाले चाट के खायो। भयो त्यहाँ चाहिँ फेरि? अम्बकको चाट हो यो चाहिँ। के भयो? यहाँ चाहिँ सानो सानो दोकानहरू पुरा रहेछ मार्केट जत्तिकै। आपा नि खान्छ होला खोइ बोलाउनु न यहाँ। पकडा खाने। खानु न भाइ चाउमिन खाने?
गरम पऱ्यो न गरम टेस्ट गर्नु त्यतिकै खाएको भए नि हुन्थ्यो दुईटा खाऊँ न त ल एउटा खाऊँ न झिङ्गे चाख्दैन अरे आपाले होइन हामीले अर्कोले नि भन्यो नि त ठुलो चाख्ने अरे नानीले भन्दैछ चाख्ने बस्नु म त त्यो दाँत छोरा पो त नखाएको एउटा दे अन्डा पकौडी रहेछ त्योहरू पनि भिडियोमा त्यहाँ उयो छेउछेउमा गएर के राम्रो हुँदैन छ्या राम्रो हुँदैन अरे हौ भाइहरूले त खाएर खानुहोस् न त आपाले मिठो लाग्यो नि आपाले खानु दुईटा देऊ न दुईटा हाले त हाल्यो अब बस्नु न हौ बसेर त खानु त हिँड्नु यहाँ त कस्तो दामी देखिरहेछ नि त पानी जति चाहिँ सब माथिल्लोपट्टि छेकेर यतापट्टि त पानी रहेन कति बज्यो टाइम हेर टाइम टाइम रहेछ 12 बजे यो चाहिँ हामीले अर्डर गरेको झिङ्गे माछा सानो सानो झिङ्गे माछाको चाहिँ पकोडा रहेछ यो दाँतकै डर लाग्यो पुरा उयो हुन्छ नि त दाँत चिलाउँछ नि त झिङ्गे माछाले चाहिँ यस्तो चिलाउँछ नि अनि नखाउँ न त अनि खानु यहाँ अगाडि बढिबस्छ यत्रो मात्रै हो मेरो यहाँको कालो प्लास्टिकले त भिडियो नि कालो आउँदो रहेछ चेकको बनाएर चाहिँ मजाले पायो यता हेर आमा कस्तो लाग्यो झिङ्गे माछा राम्रो छ आमा टी लागेन राम्रो छ ठिकै छ भाइ कस्तो लाग्यो झिङ्गे माछा भाइ कस्तो लाग्यो झिङ्गे माछा मिठै छ मलाई त माछाहरू मन पर्दैन पकोडा के छ पकोडामा खै चुट्टाको दिन त झिङ्गे माछा के म टेस्ट गरिहेरेको मलाई चाहिँ खास चाहिँ माछाहरू मिठो मिठो रहेछ हौ एउटा भात हाम्रो त कस्तो मान्छे आउँदैछ है अहिले आमा अहिले पो आउँछ अघिसम्म थियो मान्छे त्यही लागि त त्यो ब्यारिकेड लगाइहाल्नु चाउमिन लभर हो मान्छे चाउमिन म चाहिँ चाउमिन लभर हो मलाई साह्रै मनपर्छ उहाँ पकोडाले पकोडा देखाइदिनु औ चटनी देऊ त भाइ चटनी देऊ न यो धनियाँको पकोडामा पकोडा हो यो चाहिँ यो चाहिँ चाउमिन बेसन पनि होइन यो त आँटामा पनि लगाएको रहेछ त्यो धनियाँको पुरा झुत्रा झुत्रा हुन्छ हौ खाने तिमी खाएछ खान्छु अलिकति यो चुटाइदिँदा आमा अलिकति लौडा न यो चाहिँ धनियाँको पकोडा मटरले सोचमा मिठै है आमा मिठै रहेछ हौ भाइ खाने म खानु खाऊ हौ र पक्रा नि तिमी म आफै खान्छु तँ खान एक चम्ची खाइलाई दिइहाल्नु त्यहीँबाट धनियाँको पकोडा खान्छु अब सक्यो ट्राइपोड भात भाइ आएमा भाइ उता नि खानुपर्छ नि त फेरि हाम्रो निकै टुर छ आज लङ टुर छ कि उता खानुपर्छ फेरि
कितना हो हमारा दुईटा धनियाँ पत्ता दुईटा यो और चाउमिन एक प्लेट कति त्यो हेरेर त क्या खानु मन लाग्यो नहीं नहीं उधर खा के 100 रुपये चेन्ज छैन नहीं हो हमारे 100 रुपये छ अँ एउटा छैन खुजुरा 100 को आप ए गयो त हुन्छ नि अन्त हाम्रो आपाले पैसा दिनु हुँदैछ हाम्रो आपालाई चाहिँ बेङ्गली भाषा पुरा आउँछ हामीलाई चाहिँ आउँदैन गएको हामी चाहिँ हाम्रो आमाले चाहिँ यहाँनिर फर्सी पनि किन्नु थालिसकेछ यही राम्रो छ आमा नलाने त्यो त सबसे कलिलो छ त आमा त्यो पुरा कलिलो हेर्नु लगाइस हामी चाहिँ केएफसी खान आएको छु भाइ अर्डर गर्नु गएको छ भाइ म मात्रै छैन यहाँ भिडियो बनाएको हाम्रो अर्डर आइपुगेको छैन गाइस हाम्रो केएफसी चाहिँ आइसकिसक्यो हाम्रो केएफसीको अर्डर चाहिँ आइसक्यो अब हामी खान आँटेको गाइस फाइनली हाम्रो केएफसी चाहिँ आइसक्यो बर्गर पनि चालेको छ लो भाइ ल खाम फोटो खिच्नुहोस् न मलाई खिच्नु के चाहिँ तेलले खानुपर्ने चोप्दे सबैजना आफ्नो आफ्नो खानुको धुनमा ल यतातिर लागेछ